यो एक्लो भनेको मैले त्यहाँनिर गाउँपालिकाको बजेट पास भएन अनि गाउँपालिकाको बजेटको लागि अन्तिम दिन छ अरे अनि मेरोसँग कुरा गर्न आऊ भनेर मलाई काठमाडौँदेखि बोलाउनु भयो मसँग पैसा थिएन अनि मैले भएको मोबाइल बेचेर 4000 मा बेचेर 1000 को किप्याड मोबाइल किनेर अनि यो किताब किनेर गएको थिएँ मैले बजेट पास भएन बजेट पास नभइसकेपछि यो कम्प्लिट किताबमा गाउँमै बसेर पढेको एक्लो एकचोटि यो पनि कुरा जोडिहाल्नु नि त पैसाको कुरा आइहाल्यो होइन पैसा तपाईँले पैसा कसरी म्यानेज गर्नुभयो सुरुमा यसरी जुन अब पढाइमा अनि अब फीहरू तिर्ने कुरादेखि लिएर अब यो अहिलेको त अभियान भइहाल्यो होइन यो अभियानमा पनि त अभियान सुरु गर्दाखेरि पनि त खर्च त आउँछ होइन हिँड्न पर्यो खान पर्यो आफू त बाँच्न पर्यो होइन यस्तो कुराहरुमा कसरी त्यो तपाईले म्यानेज गर्नु यसमा सुरुमा अब मैले कलेज पढ्दाको समय कस्तो भयो भन्दाखेरि मैले 11 पढे ए हजुर 11 पढे म कक्षा 9 सम्म चाहिँ मैले गाउँमै पढेको अनि त्यसपछि कक्षा कक्षा 8 सम्म अनि 9 र 10 को लागि म काठमाडौँ जसरी पनि आउँछु भन्ने मेरो थियो दाइ हैन किन भन्दाखेरि कक्षा 8 सम्म पढ्ने बेलामा चाहिँ मेरो संसार यही हो म अब यहाँनिर पढाइमा पनि ठिकै छु राम्रै छु भन्ने खालको लाग्थ्यो मलाई तर शहरको मान्छेहरुको त्यहाँनिर त्यो बोल्ने शैली हैन डिबेट गर्ने तरिका देखेर चाहिँ मलाई सर म जसरी पनि जान्छु भनेर मैले आएँ अनि मामाहरु बसेर पढेँ त्यहाँ गएपछि धेरै कुराहरु सिकिने रहेछ भन्ने कुरा लाग्यो हजुर अनि सिकिने रहेछ भनेर दोलखाबाट हजुर अब तपाईको काठमाडौँ जान निर्णय गर्नुभयो अब कक्षा 8 मा हुँदाखेरि भूकम्प आएको दाइ अनि त्यो बेलामा के छ भन्दाखेरि उता काठमाडौँबाट सेन्ट जेभियर्स स्कुलको अब दाइ दिदीहरु आएर टक्क काठमाडौँ गाउँमा आएर बोलेको छ सबैजनासँग अनि इन्टरेक्सन गरेको छ त्यहाँको लाइफ बुझाएको छ अनि हामी त अब काठमाडौँको अब दाइ दिदीहरुलाई अब कुइरे भनेर हामी लजाएर बसिरहेका छौं गाउँको मान्छेहरु अनि मलाई त्यो कुराले चित्त दुख्यो क्या म पनि त्यस्तै हुनुपर्छ सिक्नुपर्छ भनेर मलाई चाहिँ त्यो बेलादेखि थाहा भयो मलाई केही कुरा गर्न सक्दैन भनेर मैले मम्मीलाई भने मम्मीले मलाई पठाउनु भयो मामाहरु बसेर म पढेँ 9 र 10 अनि 9 र 10 पढिसकेपछि 11 मात्रै हो म बुवासँग बसेको 1 वर्ष पनि कम्प्लिट बस्ने पहिला म बुवासँग बसेकै थिएन अनि 1 वर्ष बस्ने बेलामा 11 मैले पढे सँगै अनि 11 पढ्दै गर्ने बेलामा मैले त्यही प्याप्सनकै अध्यक्षको स्कुलमा म कोचिङ पढाउँथे कक्षा 8 र 9 को लागि त्यो बेलामा काठमाडौँको अब एक किसिमले भुराहरू भनौँ भनेको नमान्ने टेढो हुने गाउँको अब हामी मिहिनेती काठमाडौँको मात्रै नमान्ने त्यस्तै खालको थियो तै पनि पढाएँ अनि 1 वर्ष पढाएँ मैले 1 वर्ष पढाइसकेपछि अब बुवाहरुसँग कान्छी बुवाहरुसँग काम कुरा मिलेन अनि कस्तो भन्नाले एक किसिमले अब छोटकरी भन्दाखेरि पढिरहेको बेलामा मिटर बक्स अफ गरिदिने बत्ती नै अफ गरिदिने अनि पढिराख्ने बेलामा अब त्यो सिराग भित्र बसेर अब डिस्टर्ब हुन्छ कि भनेर पढिराख्ने बेलामा त्यो सिरागबाट खुट्टा नै तान्दिने सिरागै फाल्दिने त्यस खालको त्यो एकदमै हुन त म त्यो उहाँलाई म ब्लेम गर्दिनँ उहाँको त त्यो धर्मै हो हैन कान्छी मुवा भइसकेपछि म ब्लेम लाउँदिनँ उहाँलाई त्यस्तो भइसकेपछि अनि मैले कोठा लिएर बस्नुपर्ने भयो अनि कोठा लिएर बसेपछि बल्ल मेरो जिन्दगी सुरु भयो के त किन भन्दाखेरि न अब कान्छी मम्मीले मलाई टेन्सन दिन्छ भन्ने छ न बाउले मलाई पैसा दिदैन कि भन्ने छ मात्र मलाई त्यसपछि मेरो जिन्दगी के भइदियो भन्दाखेरि दुःख गर अनि मात्रै पेट भरिन्छ दुःख गर अनि मात्रै तैले पढ्न पाउँछ भन्ने भयो कोठा लिए अनि कोठा लिने बेलामा सुरुमा गाह्रो भएर दाइ आफन्तहरु धेरै अनि एक दिन एउटा आफन्तकोमा बस्ने अर्को दिन अर्को आफन्तमा बस्ने भनेर मैले 1 महिना बसे त्यसरी अनि हजुर अनि त्यसरी बसेँ म त्यसरी बसेपछि कोठा लिने बेलामा 11 पढ्ने बेलामा मेरो मम्मी अर्कैसँग जानु भएको ओडाधीसँग जानु भएको अनि त्यही अब म अंकल भन्छु मलाई उहाँलाई अंकल भनेर सम्बोधन गर्छु अनि उहाँले मलाई 11 पढ्दाखेरि चाहिँ मम्मी जानु भएको हजुर अनि 11 पढ्दाखेरि जानु भइसकेपछि अनि अंकलले मलाई उहाँको श्रीमानले अंकल भन्छ उहाँले मलाई 3000 दिनुभयो अनि 3000 दिइसकेपछि अब त्यो पैसाले कोठा लिन पाउने भयो अनि मैले कोठा लिएँ अनि कोठा लिइसकेपछि मेरो जिन्दगी यस्तो राम्रो भयो कि मेरो कोठामा सामान केही पनि छैन म्याट्रिक्स छ दाइ हैन म्याट्रिक्स छ किताब मात्रै छ 4 वटा किताब थियो मेरो अब कक्षा 7 देखि 8 देखि जम्मा पारेको किताबहरु एक्स्ट्रा किताबहरु थियो अनि किताब मात्रै छ लुगा पनि छैन किताब पनि किताब मात्रै छ डस्ना पनि छैन के पनि छैन भुइँमा मज्जाले पढ्यो बस्यो यता ढल्क्यो लाइफ त्यस्तो रमाइलो हो क्या मेरो अनि त्यसपछि अनि कोचिङहरु गर्न थाले मैले बिहान कोचिङ गर्ने अनि बेलुकातिर पनि अब कोचिङ पाएँ मैले कामहरु पाएँ त्यसरी नै गरे मैले त 12 पढ्न सक्छु भनेर मैले बिर्सिसकेको थिएँ अनि पछाडी 11 मैले सकाएँ 11 को मैले परीक्षा दिन पाइनँ मैले फी नतिरेर 12 पनि मेरो साथीहरु पढ्न गइसक्यो एक्जाम हुने बेला भइसक्यो अन्तिम परीक्षा तर मेरो भर्ना भएको थिएन
अनि स्कुलले मलाई कलेजले मलाई फोन गर्यो अनि ल तिमी भर्ना गर्ने कि के गर्ने आऊ भनेपछि फोन गरेपछि मैले अब ढाँट्दिनँ मैले मम्मीसँग मागेँ ऋण मागेँ अनि मम्मीले आएर अनि त्यहाँदेखि फी तिरिदिनु भयो अनि कति थियो फी तिरिदिनु भयो अनि फी तिरेपछि अब फसाद कस्तो भन्नाले अब मैले भर्ना गरेको छु फागुनमा वैशाखमा मेरो परीक्षा छ 11 पनि दिएको छैन 12 पनि दिएको छैन हजुर यसपछि म यस्तो घोटेर पढेँ मैले होस्टेल पनि पढाउनु पर्थ्यो 12 वर्षसम्म होस्टेल पढाउनु पर्ने 10 कक्षाको विद्यार्थीहरूलाई 12 वर्षसम्म विद्यार्थीहरूलाई पढाएर 3 वर्षसम्म पढ्ने 4 बजे सुत्ने 5 बजे फेरि अर्को स्कुल जानुपर्ने म कोचिङ पढाउन त्यसरी गरेँ तर भाग्यवश के भइदियो भन्दाखेरि मेरो केमिस्ट्रीको प्र्याक्टिकलको टाइम थियो अनि केमिस्ट्रीको प्र्याक्टिकल हुँदा नै ट्याक्क लगाएर त्यो कोरोना आउटब्रेकको कारणले लकडाउन भइदियो क्या अनि लकडाउन भइसकेपछि मजाले गएर गाउँमा गएर पढ्ने अवसर पाएँ क्या मैले अनि गाउँमा गएर 11को पनि पढेँ 12को पनि पढेँ 11को परीक्षा दिएँ मैले सुरुमा अनि 2 हप्ता पछाडि 12को परीक्षा दिएँ हेर्नुहोस् होइन तामाङको बच्चाले त्यसरी नै पढाएको छ हेर्नु सबैजनाले होइन एकै महिनामा 11 र 12को परीक्षा पास गरेँ 3.22 हजुर म एकछिन हजुर रेकर्ड भइसकेको छ म एकछिन हेर्छु ल एकछिन अनि त्यस्तो भयो क्या त अनि जिन्दगीमा अब दुःख पाएँ होइन तर म त्यो लाज मान्दिनँ क्या अब मेरो मम्मी अर्कैसँग जानुभयो बुवा अर्कैसँग जानुभयो उहाँहरूको खुसी होइन उहाँहरूले रमाइलो छ उहाँहरूको जिन्दगी छ उहाँहरूको छोराछोरी छ होइन ठिक छ उहाँले अब कहिलेकाहीँ अब छोराको सँगै आउँदाखेरि छोरा पाइलट छ ए राम्रो भइरहेछ भने उहाँहरूले जे होस् खुसी होस् रमाइलो होस् भन्ने लाग्छ अनि त्यो लाग्छ क्या धेरै दुःख लाग्छ क्या तपाईँको कहिलेकाहीँ सम्झिँदाखेरि मान्छे जहिले पनि 100% मोटिभेटेड अब ऋषि धमलाले घरमा पनि ऊ चिच्याउँदैन नि त ऊ कहिलेकाहीँ त शान्त पनि होला क्यामेराको अगाडि पो ऊ राम्रो देखिने कन्फिडेन्ट देखिने होला तर समय कस्तो पनि थियो भन्दाखेरि मेरो भाइ र म गाउँको मान्छेहरूले देख्ला कि मम्मी हुन्ठाउँमा गएर पैसा मागेको देख्ला कि पैसा त छैन खानु पर्यो देख्ला भनेर त्यो भिरको बाटो जान्थ्यो क्या भिरको बाटो थियो क्या त्यो एकदमै चिप्लो बाटो भिरको बाटो अनि कुनै कुना जान्थ्यो क्या मान्छेले देख्छ भनेर मास्क लगाएर मम्मीले पनि हुन्छ नि घरमा नआएछ छोरा होइन बाहिरै भेटौँ म पैसा दिन्छु भन्ने होइन त्यस्तो सपना त्यस्तो थियो क्या अनि मैले स्टाटस पहिलादेखि लेख्थेँ होइन मैले फेसबुकमा पनि लेखाएको थिएँ त्यो 2टा टुरो हिँड्ने बाटो भनेर क्या अनि त्यो बाटो चाहिँ त्यो भिरको बाटो चाहिँ अब मान्छेहरू धेरै मरेको कारणले गाईबस्तु मरेको कारणले त्यो बन्द भएको अब गाउँमा रोड बनिसक्यो सबै तर त्यो रोडको बाटोबाट जाने बेलामा मान्छेहरूले उसको ठ्याट्ट कस्तो यत्रो ठुलो भएर पनि आमा भेट्न जाँदो रहेछ आमा अर्कैसँग गइसक्यो भनेर भन्छ भनेर अनि त्यो भिरको बाटो जान्थ्यो क्या बाहिरमा अनि मैले अनि त्यहाँनिर टुरो हिँड्ने बाटो भनेर हिसाबमा त्यो एउटा कविता पनि लेखाएको थिएँ होइन त्यो भनेको चाहिँ कस्तो मोडमा जिन्दगी पुग्दो रहेछ भन्दाखेरि अब म टुरो भएको कारणले बुवा छैन आमा छैन म मरे पनि कोही मान्छेलाई थाहा नपाउने हो कि होइन म अब मेरो जिउ प्यारालाइसिस भएरै मैले कसरी बोल्ने मैले कसरी हेल्पको लागि बोलाउने यो काठमाडौँ जस्तो ठाउँमा यतापट्टिको कोठाको मान्छेले उतापट्टि चिन्दैन उतापट्टिले उतापट्टि चिन्दैन कसरी थाहा पाउने भन्ने हिसाबमा यस्तो खालको त्यो इमोसनल ब्याकग्राउन्ड के अरे त्यो ब्रेकडाउनहरू अनेक आउँदो रहेछ क्या त जिन्दगीमा अनि दुःखहरू अब मान्छे जति नै राम्रो देखे पनि जति राम्रो देखिन्छ उसको ब्याक पनि अब ब्याक हिस्ट्री अथवा ब्याकग्राउन्ड पनि त्यति नै दुःखदारी हुन्छ त्यो कारणले अब जिन्दगीमा दुःख पनि छ सुख पनि छ त्यस्तो छ है साँच्चै तपाईँको यो यति कथा सुन्दाखेरि मलाई हजुर होइन दाइ दुःख त सबैले गरे हुन्छ सबैको हुन्छ क्या सबैको पनि छ मेरो पनि छ मैले सेयर गरे मात्रै आमा बुवा नहुनु भनेको त हजुर म चाहिँ धेरै भाग्यमानी रहेछु मेरो आमा बुवा दाजु भाइ सब भएर पनि मैले पढ्न नपाउनु चाहिँ अब कति कुराहरू मेरै पनि थकै कमजोरी हजुर 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 है त्यो आमा बुवा हुनु भएको त आमा बुवा हुनुहुन्छ भने त त्यो त एकदम त्यो स्वर्गै हो क्या दाइ स्वर्गै हो क्या यदि कस्तो भन्नाले तपाईँको त्यहाँनिर घर जाने बित्तिकै तपाईँको बुवा खुसी हुनुहुन्छ होइन बुवाले त हाँसो देखाउँदैन मुसमुस हाँस्दैन तर मनमा नै ऊ त्यहाँ बुवा हाँसिरहेको हुन्छ आमाले आफ्नो त्यहाँ खुसी साट्छ आमा तपाईँ अब बेलुका मेरो छोरा आउँदैछ भने बित्तिकै बिहानदेखि आमाको चालै छुट्टै हुन्छ उहाँको होइन चालै छुट्टो हुन्छ उहाँले आशीर्वाद दिनुहुन्छ तपाईँ जति नै बुढो हुनुहोस् न तपाईँ आफ्नो तपाईँको 3-4वटा छोराछोरी छ भने पनि तपाईँ त आफ्नो आमा बुवाको आमाको काखमा गएर त सुत्न सक्नुहुन्छ नि त आमा भनेको त्यस्तो चिज रहेछ क्या